यो कागती चाहिँ यसमा 150 बोट छ। यो मेरो ठ्याक्क 1 वर्षको बिरुवा हो है। यो कागतीको बिरुवा 1 वर्षको भयो। अब कुनै राम्ररी सप्रिया छ, कुनै अलि सानो सानो पनि छ, तर यो चाहिँ 1 वर्षको बिरुवा भयो। मलाई हिजो दाइहरू अङ्कलहरूले 1 वर्ष अगाडि लगाउनु भएको बिरुवा पनि कस्तो भयो भनेर सोध्दै हुनुहुन्थ्यो। ल यो चाहिँ मेरो 1 वर्षको कागतीको बिरुवा हो। तर यसमा तपाईको रोपेको 6 महिनामै फुलहरू लाग्ने, फलहरू लाग्ने हुन्छ। हामीले चाहिँ बोटलाई हुर्काउनको निम्ति फुलहरू फलहरू चुडेर फाल्छौँ। यसमा चाहिँ मैले एउटा दुईटा फुल राखे भएर ल हेर्नुहोस्, फल पनि लागेको थियो, लागेको छ। सुन कागती वर्ग 1 हो यो। ल कागतीको बोट यस्तो भएको छ। 150 बोट लगाएको थिएँ मैले यसलाई। अब दुःख छ यो कागती, तर रोपिसकेपछि अब हर्लक्क बढिसके जस्तो देखिया। राम्रो छ यो। ल हेर्नु होला, यो मेरो 1 वर्ष पुरानो कागती हो। कुनै बोट चाहिँ सानै छ, मैले लगाएकै यत्रै योभन्दा सानोमा लगाएको थिएँ, बेर्ना मात्र लगाएको थिएँ। अहिले चाहिँ यत्तिको भइसकेको छ। र 2-4 5-10 वटा मरेको ठाउँमा अस्ति ल्याएर फेरि यो नयाँ बिरुवा थपिदिएको छु मैले। अस्ति मरेको ठाउँमा यो भयो, मैले नयाँ बिरुवा थपिदिएको छु। यो चाहिँ मेरो 1 वर्ष पुरानो कागतीको बोट हो है, 150 बोट।